एनपिएल टिमहरूले आफ्नो फ्यान नम्बर र फ्यान इन्गेजमेन्ट बढाउनलाई यो 3टा फ्याक्टरमा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ र ध्यान दिइरहेका छन् पनि। पहिलो भनेको चाहिँ मार्केटिङ। ओहो! मार्केटिङ भन्ने बित्तिकै तपाईँहरूले दिमागमा आइसक्यो होला, कस्तो मार्केटिङ गर्नुपर्छ एनपिएल टिमहरूले फ्यान बढाउनलाई। केही तपाईँको आइडिया छ भने कमेन्ट गर्नु होला है त। मेरो विचारमा चाहिँ 2टा भइहाल्यो क्या मार्केटिङ। एउटा अनलाइन मार्केटिङ हुन्छ, अर्को अफलाइन हुन्छ। अनलाइनमा चाहिँ अहिले धेरै नै चलेको भनेको सोसल मिडिया मार्केटिङ। सोसल मिडिया मार्केटिङमा नि एकदमै धेरै स्पेसिफिक चल्ने भनेको तपाईँको टिकटक एन्ड इन्स्टाग्रामको रिल्सहरू। युट्युबको सर्ट्स एन्ड फेसबुकमा पनि रिल्स एकदमै धेरै चल्छ। अब रिल्समा पनि अब धेरै जसो टिमहरूले चाहिँ के गरिरहेछ अहिले, एउटा मिनी इन्फ्लुएन्सरहरूलाई हायर गर्छ र उनीहरूले चाहिँ कन्टेन्ट क्रिएट गरेर मस्त एकदम फ्री ह्यान्ड दिइरहेको हुन्छ होइन। त्यो एउटा भयो। त्योमा चाहिँ एकदमै धेरै चुकेको चाहिँ चितवन राइनो चाहिँ एकदमै चुकेको छ। किनकि अब चितवन राइनो चाहिँ उसित माथि फ्यान कम छ र अब यसरी मार्केटिङ गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ रिल्स चाहिँ एकदमै हेर्नुहुन्छ भने एउटै प्याटर्न फलो भइरहेको हुन्छ कि। त्यहाँ चाहिँ अब एउटा कुनै एकदम सिनेमेटिक टेन्सनवाला एउटा म्युजिक हुन्छ, त्यसैमा सबै मेन क्लिपहरू जोडेर हालिदिरहेको हुन्छ, अथवा एआई भिडियो एउटा गरिदिन्छ, राइनोको बनाइदिन्छ, त्यस्तो गरिरहेछ। त्यो चाहिँ अलिकति फितलो छ है यो चितवन राइनोको चाहिँ। तर यही कुरा चाहिँ अब सुदूरपश्चिम र यतापट्टि विराटनगरले चाहिँ एकदम पर्फेक्टली एक्जिक्युट गरिरहेछ कि उनीहरूले होइन। यो कुरामा चाहिँ चितवन राइनो चाहिँ अलिकति पछि परेको छ सोसल मिडिया मार्केटिङमा चाहिँ। किन भन्नुहुन्छ भने ग्राफिक्सहरू पनि त्यही लेभलको एभरेजवाला छ, त्यस्तो स्टोरी लेभलको केही पनि छैन। स्टोरी लेभलको भन्नाले तपाईँले इन्स्टाग्राममा गएर सर्च गर्नुहोस् 433 भन्नेवाला पेज, त्योमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ कस्तो लेभलको ग्राफिक्स हुन्छ भनेर। तर यहीवाला पनि अब विराटनगरले र जस्तै अब आइपिएलको टिमहरूले पनि त्यही लेभलको ग्राफिक्स बनाइरहेको हुन्छ। तर हाम्रो चितवन राइनोज चाहिँ अलिकति पछाडि परेको छ। र त्यस्तै अब अर्को भनेको चाहिँ हाम्रो अफलाइन मार्केटिङतिर जाउँ। अफलाइनमा चाहिँ अब के हुन्छ, ब्रान्ड अवेरनेस गर्नु पऱ्यो भनेको चितवन राइनोज पनि छ है, अथवा पोखरा एभेन्जर्स पनि छ है भन्ने कुरा चाहिँ ब्रान्ड अब सबैले अवेर गराउनु पऱ्यो। त्यस्तोमा चाहिँ अब चितवन राइनोजले अघिल्लो सिजन कन्सर्टहरूमा जाने त्योहरू काम गरिरहेको थियो, अथवा ट्रफी टुरहरू यो सिजन पनि गरिरहेको थियो होइन। त्यसमा चाहिँ त्यति पनि पर्याप्त छैन। किनकि अब यो अफलाइन मार्केटिङ चाहिँ केमा एकदमै धेरै हेल्प हुन्छ भन्दाखेरि फ्यान्सलाई चाहिँ इमोसनली कनेक्टेड गराउन टिमसँग। किनकि मान्छेले अनलाइनमा त्यति धेरै इमोसनली कनेक्टेड हुँदैन जति अफलाइनको मार्केटिङले हुन्छ। अफलाइनको मार्केटिङ भनेको चाहिँ कस्तो भन्दाखेरि फ्यानहरूलाई एक्टिभली इन्गेज गराउने, उनीहरूले एउटा कुनै म्याच डे भएको दिन पार्कहरूमा लाने होइन, पार्कहरूमा त्यो चितवन राइनोज गेम स्ट्रिमिङहरू गराउने, त्यस्तो गरायो भने चाहिँ हेल्पफुल हुन्छ फ्यानहरूले इमोसनली कनेक्टेड हुनलाई। किनकि चितवन राइनोज त पहिले ब्याकफुटमा परेको छ नि त, त्यति धेरै फ्यान्सहरू छैनन् भन्ने कुराले। त्यसैले चितवन राइनोजको म्यानेजमेन्टले चाहिँ यो अफलाइन मार्केटिङमा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ, जुन कुरा चाहिँ अलिकति चुकिरहेछ म्यानेजमेन्ट है। अनि एउटा चाहिँ मेन इम्पोर्टेन्ट भनेको चाहिँ अब स्पोर्टिङ प्रोजेक्ट बबाले हुनु पऱ्यो। स्पोर्टिङ प्रोजेक्ट भएन भने जतिसुकै तपाईँ ठुलो होटेल बनाउनु, जति बिल्डिङ बनाउनु, जति तारे होटेल बनाउनु, तर खाना त्यहाँको राम्रो भएन भने त्यो होटेल चल्दैन। त्यस्तै स्पोर्टिङ प्रोजेक्ट भनेको चाहिँ एकदमै राम्रो हुनु पऱ्यो, एकदम रिजल्ट ओरिएन्टेड खाले प्रोजेक्ट हुनु पऱ्यो है। गेम राम्रो खेलेन, रिजल्ट राम्रो निकालेन भने चाहिँ त्यो टिमलाई चाहिँ कसैले पनि रुचाउँदैन, त्यहीँको बासिन्दाले पनि रुचाउँदैन। भनेर चाहिँ कुनै पनि फ्रेन्चाइजले एउटा 2टा कल्ट फ्यान बेस भएको प्लेयर ल्यायो भने चाहिँ उनीहरूको इन्गेजमेन्ट, उनीहरूको फ्यान इन्गेजमेन्ट, उनीहरूको फ्यान नम्बर चाहिँ हत्तै बढ्छ कि। फर इक्जाम्पल जस्तै अब शिखर धवनलाई ल्यायो कर्णाली एक्सले भनेपछि कर्णाली एक्सको गेम हेर्नलाई पुग्छन् कि मान्छे, स्टेडियम भरिन्छ, धेरै एटेन्सन कर्णाली एक्समा हुन्छ। अनि अर्को फ्याफ डु प्लेसेस आउँदैछन्, फ्याफ डु प्लेसेस आउने बित्तिकै विराटनगरको गेम हेर्न नजाने मान्छे पनि हेर्न जान्छ, फ्याफलाई हेर्नलाई मात्र। अर्को भनेको चाहिँ जस्तै फर इक्जाम्पल अब मेस्सी, अब मलाई मेस्सी मनपर्छ, बार्सिलोना नि मनपर्छ भन्छ। मेस्सी अब इन्टर मियामी गयो भनेपछि मैले इन्टर मियामीको गेम पनि हेर्छु, तर म इन्टर मियामीको फ्यान त होइन। तर फेरि मलाई अब के गर्छ, ड्राइभ के गर्छ, इन्टर मियामीको फ्यान बन्नलाई ड्राइभ गरिरहेको हुन्छ। कल्ट फ्यान बेस भएको प्लेयर भयो भने चाहिँ फ्यान नम्बर बढाउन एकदमै धेरै हेल्प गर्छ, जुन चितवन राइनोजले अहिलेसम्म अलिक गर्न असफल भइरहेको छ। यो 3टा कुरा, मार्केटिङ, कल्ट फ्यान बेस भएको प्लेयर, अनि अर्को भनेको चाहिँ हाम्रो स्पोर्टिङ प्रोजेक्ट, यो 3टा राम्रो भयो भने चाहिँ कुनै पनि टिमलाई फ्यान इन्गेजमेन्ट, फ्यान नम्बर बढाउनलाई टाइमै लाग्दैन। तर भन्दा जति सजिलो हो गर्नलाई, यो एक्जिक्युट गर्नलाई त्यति नै टाउको दुखाइ हुन्छ, त्यति नै रिसोर्स, त्यति नै मनी लागिरहेको हुन्छ। र हाम्रो चितवन राइनोजले पनि यो स्पोर्टिङ प्रोजेक्ट मार्केटिङ अलि बढी ध्यान दियो भने चाहिँ फ्यान नम्बर्स, फ्यान इन्गेजमेन्ट पनि बढ्छ, इमोसनली फ्यान पनि कनेक्टेड हुन्छ फ्रेन्चाइजसँग, जसको कारणले अल्टिमेटली फ्रेन्चाइजलाई पनि राम्रो हुन्छ र फ्यानहरू पनि धेरै हुन्छन् कि स्टेडियममा। अलिकति त्यो फ्यान नभएर चाहिँ अलिकति कस्तो नराम्रो लाग्दो रहेछ। अनि यस्तै कन्टेन्टको लागि चाहिँ फलो गर्नु होला। यो टिकटकमा चाहिँ अलिकति समय लाग्दो रहेछ फलोवर बन्नलाई। ठिकै छ, हस्, धन्यवाद।